स्मारक केवल ढुङ्गा होइन, यो प्रेरणाको धरोहर हो। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका 11 नवलपुर स्थितमा शहीद स्मारक रहेको छ। हेटौँडा बजारको बुद्ध चोकदेखि करिब 5 किलोमिटर दूरीमा उत्तर पश्चिम दिशामा अवस्थित रहेको छ। यो स्मारक नेपालको राष्ट्रिय इतिहास, सङ्घर्ष र बलिदानको जिउँदो प्रतीकको रूपमा स्थापित एक महत्त्वपूर्ण स्थल हो। हेटौँडामा अवस्थित यो स्मारकले त्यसका लागि आफ्नो जीवन अर्पण गर्ने शहीदहरूको सम्झनालाई सम्मानपूर्वक संरक्षण गर्दै आएको छ। हरियाली वनजङ्गलले घेरिएको शान्त वातावरण प्रवेश गर्दा नै एक किसिमको गहिरो सम्मान र आत्मा शान्तिको अनुभूति हुन्छ, जसले हरेक आगन्तुकलाई इतिहाससँग जोड्ने काम गर्छ। यो स्मारक केवल ढुङ्गा र संरचनाका सम्मिश्रण मात्र होइन, यो एउटा भावनात्मक धरोहर हो जसले विगतका सङ्घर्ष र बलिदानका कथाहरूलाई वर्तमान पुस्तासम्म पुर्याउँछ। यहाँको प्रत्येक भागले देशप्रतिको समर्पण र निष्ठाको सन्देश दिन्छ। स्मारकले नागरिकलाई सम्झाउँछ कि आजको स्वतन्त्रता सहज रूपमा प्राप्त भएको होइन, बरु असङ्ख्य शहीदहरूको त्याग र साहसको परिणाम हो। स्मारक परिसरमा अङ्कित शहीदहरूको नामहरू अत्यन्तै महत्त्वपूर्ण छ। ती नामहरू केवल अक्षरहरूको संयोजन होइन, बरु ती प्रत्येक नामले एउटा जीवित इतिहास बोकेको छ। ती नाम पढ्दा लाग्छ प्रत्येक शहीदले आफ्नो परिवार, सपना र व्यक्तिगत जीवनलाई त्यागेर देशको स्वतन्त्रता र अधिकारका लागि लड्ने साहसिक निर्णय गरेका थिए। यहाँ आउने पर्यटकहरूले ती नामहरूलाई केवल हेर्ने मात्र होइन, तिनीहरूको अर्थ र सन्देशलाई महसुस गर्ने प्रयास गर्छन्। स्मारक परिसरमा घुम्दा मानिसहरूले विगतका सङ्घर्षका क्षणहरूलाई सम्झिन्छन् र वर्तमान नागरिकहरूले पाएको स्वतन्त्रताको मूल्य बुझ्न थाल्छन्। यसले मानिसहरूमा देशप्रेम र जिम्मेवारी भावना अझ प्रगाढ बनाउँछ। यो शहीद स्मारक समयसँगै शैक्षिक केन्द्रका रूपमा पनि विकसित भएको छ। विद्यालय तथा कलेजका विद्यार्थीहरू यहाँ अध्ययन भ्रमणका लागि आउने गर्छन्, जहाँ उनीहरूले इतिहासलाई केवल पाठ्यपुस्तकमा मात्र सीमित नराखी प्रत्यक्ष अनुभव गर्न पाउँछन्। यस स्मारकभित्र विभिन्न किसिमका वन्यजन्तु, चराचुरुङ्गी सम्बन्धी अध्ययन र मनोरञ्जन लिन सकिन्छ। स्थानीय समुदायका लागि पनि यो स्मारक गर्वको विषय हो। यहाँका बासिन्दाहरू आफ्ना सन्तानलाई यो स्थलमा ल्याएर देशप्रेम, त्याग र कर्तव्यको महत्त्व सिकाउँछन्। विशेष गरी शहीद दिवसमा आयोजना हुने कार्यक्रमले वातावरणलाई अझ भावनात्मक र प्रेरणादायक बनाउँछ, जसले शहीदहरूको सम्झनालाई सधैँ जीवित राख्न मद्दत गर्छ। स्मारकको अर्को विशेषता यसको प्राकृतिक सौन्दर्यता हो। हराभरा बगैँचा, खुल्ला स्थान र स्वच्छ वातावरणले यसलाई केवल ऐतिहासिक स्थल मात्र नभई विश्राम र आत्मचिन्तनको उत्कृष्ट गन्तव्य बनाएको छ। यहाँ मानिसहरू घुम्न, समय बिताउन र जीवनका गहिरा पक्षहरूबारे सोच्न आउँछन्, जसले मानसिक शान्ति प्रदान गर्छ। हेटौँडा शहीद स्मारक नेपाली जनताको एकता, सङ्घर्ष र बलिदानको अमर प्रतीक हो। यसले हामी सबैलाई विगतका शहीदहरूको सपना सम्झाउँदै भविष्यतर्फ जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरित गर्छ। उनीहरूले देखाएको बाटो, न्याय, स्वतन्त्रता र समानताको आज पनि उत्तिकै सान्दर्भिक छ र यसलाई कायम राख्नु हाम्रा लागि एउटा साझा कर्तव्य हो।